स्वागत सम्मानको भारी मैले त्यसको मोल मैले कति चुकाउन सक्छु या सक्दिनँ भन्ने कुरा भोलि कामले देखाउनेछ। मैले यो सावायाहाङ पाक्नेको लागि योजना माग गर्नको लागि योजना पहल गर्नको लागि यहाँको खरबौँको बजेटहरूसँग जो उहाँ अथवा सिङ्गो यो आयोजक योजना गर्नेहरूको कुराहरू सम्बोधन गर्न सकिन्थ्यो, तत्काल काम पुरा गर्न सकिन्थ्यो भन्ने मलाई लाग्छ। तर के गर्ने, विडम्बनाका साथ फेरि पनि सबै कुराहरू बिस्तारै क्रमशः हामीले पुरा गर्नुपर्छ भन्दै आउने आर्थिक वर्षमा फेरि पनि सम्बोधन गर्नको लागि म आदेशमा म लाग्नेछु। फेरि पनि मैले सयौंचोटि दोहोऱ्याएर लाग्छ। गेटन कथा चाहिँ यहाँ ठुमा नपार्न भए खालि कम्तीमा सावा यहाँ